हेलो हेलो आज दसैँ पूजाको दिन हामी यहाँ पूजा गर्दैछौँ। मम्मी यहाँ हुन्छ है। ओ बहिनी के भयो यता हेर्नु म यहाँ छु। गेनु तीनवटा दिनु न एउटा गर्नु हुँदैन के मेनुमा गरिदिनु दिनु बोल्नुवा चञ्चले चञ्चले भयो एकछिन नाचिलाई चिलाई त नभए भयो बाटोमा बसेर डुप्लिकेट हो त अनि त्यो छोड दे नखा भाइ बिचमा बसेर यहाँ हामी पार्टी गर्ने भाला छौँ। अब हामी दुईजनाको लगानी हाम्रो उसको र मेरो लगानी यो पनि छ त यो लास्टमा हान्यो लास्टमा हान्यो काटे खा ल को घर जा घर जानु अर्को ब्लग म छुइन अर्को ब्लग म ब्लग सुन्नु हामी यता खाइसक्यो होइन पछाडिबाट हामी तान्यो भने के हुन्छ सानो घरतिर जाने यस्तो ठाउँ छ चलो ठ्याक्कै काम त ल्याएर फाको लाइटमा लगेको भनेको कहाँ लाइट अगाडि चाहिँ लाइट हो यो खोलौँ न भिडियो छ भिडियो यो जुन तपाईँले खानेबाट देख्नुभयो उसको र मेरो अनि मेरो लगानीमा यिनीहरू हाम्रो कुरा सुनेर खाने यो भ्लग हाले हाले भोलि खाने भनेको सुन्यो यिनीहरू पछि पछि लाग्दै आए यहाँ आफै लिएर आएको कालो भइसक्यो ए खाने वाले नि खानु चाहिँ त्यति मिठो हुँदैन क्या अनि के ल्याएको एकदम कति बज्यो अहिले रातिको 12 बज्न आँटेको छ होइन अहिले 11:45 भयो। अब 12 बज्न 15 मिनट भएको छ उता उता सेतो सेतो के आइरहेको छ फेरि भाग्न गाह्रो हुन्छ नि त्यो प्लास्टिक पनि छ उता म लिएर भागिहाल्छु नि यो भ्लग हाल हजुर मान्छेहरू हामीलाई पागल हेर्दै जानु ऊ त्यो सिधा बाटोमा चाहिँ मान्छेहरू बसिरहेको छन् हामीलाई हेरिरहेका छन्। उता चाहिँ खाली उताबाट मान्छेले हेर्छ उताबाट भुतले हेर्छ है यताबाट फेरि तेरो भाग दिन्छ यताबाट हामीले हेर्छौँ अनि गाई पनि छ होइन जुन यो छ नि यो मेरो घरमा आएर होइन आधी घन्टा जति रोक्यो मैले पनि मैले यसलाई रोकेँ अनि त्यसपछि कर्सियाबाट यसो साथीहरू आए साथीहरू आएपछि अनि ल त जाँदै गरेन म संसार भएर आउँछु भनौँ अनि यसको आधी घन्टापछि 1 घन्टा सबलाई बोलाएको मैले हो फेरि मलाई सागरले बोलाएको मैले भेटेको होइन नम्बर थिएन नि त्यो नम्बर हो उसले चाहिँ होटेलबाट आउँदाखेरि भेटेको हाम्रो गुजिया पैसा दिएको अनि पछि लगाएर होटेलबाट आउँदाखेरि भेटेको मेरो बर्थडे पार्टी यही अनमोल सुनिस् नि बर्थडे पार्टी यही हो गइसक्यो यता आज तेरो बर्थडे नखाऊ पहिला त खाऊ न पिरो खाने अनि यो खाने हो पिरो खाएपछि खाने अब मेरो बर्थडे तिमीहरूको बर्थडे हो अर्माले आजको बर्थडे अरे पार्टी चुपचाप बस्के तँलाई खुवाउँदैछ त्यही ठुलो कुरा मान दादा दादा भन्ने यहाँ पहिला पिरो खान छोडेर अहिले खाँदैछ पाएको होइन खाँदै गर्दा के सुधिन्छ एकै हामी त नखोल्ने गाडी आयो उता गाडी आयो हामी यता छौँ होइन डरले म उठेन यिनीहरू उठाएको मलाई मान्छे पनि हेर्दैछन् बिचरा पार्टी हो पार्टी हो त हामी डरको हो त अस्ति हामी भन्यो नि त हो त धनी छ हामीले गरिन्छ हाम्रो एक्सिडेन्टमा हामीलाई कसले उनी हेर्छ इमोसनल ड्यामेज इमोसनल तेरो भ्लग गाउँका मान्छेले पनि हेर्छन् होइन हेर्छन् के हामीले गालीको छैन मैले गाउँमा भन्दा पनि भ्लगर भन्थ्यो फेरि काट्छ नि त कस्तो डाइरेक्ट के लिएर आएको बयर के यसको खोइ ला हामी डेढ स्टार भयो कहाँ खालिस् यता देख न यहाँ ओ सेट फिर्ता गरेर लिएर आउने फिर्ता गर्नुपर्छ त अनि त्यस्तो कहाँ पाइन्छ यसमा डेट दिएको छैन त्यसमा होला हेर्छ
तल अब चिजबल छाम्दा पनि नरमै हुन्छ के थाहा होइन होइन यस्तो खोइ हुँदैन चाखौँ त कस्तो यहाँ छ, यहाँ छ। यस्तो हुँदैन आजको डेट The date of package आज डेट कति 9 month date of package भनेको छ कुन Date भयो? कहिलेको छ कस्तो बिफोर 9 month from the date of package लेखेको छ 50 रुपियाँ लेखेको छ 60 ग्राम लेखेको छ डेट चाहिँ लेख्न म्यानुफ्याक्चरिङ ओइ, धरो। डेट एक्सपायर ओइ लाभ एक थोपा अब झरो आज 20 अक्टोबर ए ल अहिले साइडमा राख्छ अर्को निकाल्छ होइन होइन किन तपाईँले पनि लिनु फ्रुटी खानु होला साट्नुपर्छ। त्यो साट्नुपर्छ यहाँ फोरे फोरेहरू पनि लागेको छ खानु हो खानु फ्रुटी खानु खाए लिनु होला आउनु होला है आउनु होला नखाने 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 भएको होइन, भयो। गइसकेको छ, हेर्न है। कर दिने हिँड्छु हेर्छु न एक्सपायर अहिले हो बसेन पहिला हाम्रो सिद्ध्याउनु न सबै गरेर मागिछ एक्सपायर एक्सपायर डेट म एकछिन हामीले चाहिँ दो के भन्छ हामीले सुरुमा के खायौँ कुरमुरे खायौँ कुरकुरे खायौँ होइन भिडियो छ नि यसको खोल्दै गरेको भइहाल्यो कुरकुरे खायौँ खाँदाखेरि खाइसक्यौँ खाइसक्यौँ अनि त्यसपछि हाम्रो पालो आयो यसको के भन्छ यो चिज बलको 2 PM चिज बल नझारे नझारे झर् एक एउटा 2 PM को 2 PM चिज बलको पालो आयो उसले चाखेको मैले चाहेको उसले चाखेको लास्टमा के भयो उसै कस्तो लाग्यो अरे जुन जुलाई अँ। जुलाईपछि अक्टोबर उम्। अक्टोबर अहिले अक्टोबर अक्टोबर होइन जुन जुलाई होइन के छ जनवरी फेब्रुअरी मार्च अप्रिल मे जुन जुलाई अक्टोबर सेप्टेम्बर अहिले अक्टोबर हो। सेप्टेम्बर अक्टोबर के भयो छ, ठिक छ ठिक छ सो बेस्ट बिफोर 6 मन्थ हो ए यस्तो त गर्न यसलाई प्लास्टिकमा हाल्न त्यतिकै ओछिकै त छ यस्तो गर्नु त होइन यसो ड्रिक्स हुन्छ यस्तो गरौँ न त पहिला खाम होइन अनि दिउँ होइन तँ कहाँ खानु त खाने कस्तो खाने पागल पागल हो साला फुड पोइजन भएर मर्न भन्छ तँलाई भोग लागेर त खानु त परेको नि आजको भ्लग चाहिँ राम्रो नाइट भ्लग राम्रो भ्लग हाम्रो भ्लग लु खामु कन्टेन्टको लागि एउटा ओसेको पनि टाइटल के लेख्ने खाँदा खाँदा झन्डा खाना खाना यस्तो भेटेछु के कु सक्यो त है हो भाग भयो आज नै मेरो म भगवान बसिहाल्छु हेलो 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 काहीँ छ दादा रेट खाम होइन एउटा कुरो ओसेको यहाँ पऱ्यो फेट यहाँ किनेको अरे दोकान खुला थियो ओसेको त साट्नु पर्ने गर अब फेट ए एउटा टेस्ट गरेको ल्यान अर्को कति ए लोक न मलाई होइन हौ उयो यति नै हो चाहेको मात्रै हो यसको साटो अझै एउटा लेस किन्नुपर्छ है उहाँ चाहिँ मलाई भेट्न आउनु भएको थियो होइन चिजबल नै किन्ने यो चाहिँ के अब सिद्ध्याउने समात सागर समात त के त्यो बरु यस्तो गरौँ नि रिबा चाहिँ हाल्दा तेरो हात खाली छ मेरो हात थाल्छ नि एक्सपायर डेट हेर्न पहिला बाल ओसेको छ। ओसेको झ्दा सिध्दैन अरे हाल्न अरे साला ए, सिद्ध्याउँदैन यो मैले आजको भिडियो काट्नै परेन सब फन्नी मात्रै छ फन्नी हो फन्नी भाइरल 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 आजको ब्लग भाइरल ब्लग ओइ ओइ काटे एक जग्गा मैले खाना बोलेको यो त म त हेरेर काट्ने तँले मेरो भिडियो हेर्छ होइन त्यो युजनहरू धेरै गाली गरेको हुन्छ गाली भयो फास्टमा लगिदिनु नि त्यो टाइम लाग्यो होइन बिच बिचमा कुवा कुवा ओइ त नझरोस् नि मेरो कहाँ ए भन मेरा भाइ यो ए पागल हुन्छ काकी काकी गेम खेल्न दिएन गेम पनि नखेल्नु गेम पनि नखेल्नु सबजना के मेरो गेम चल्दैछ गोल हानिदिए भाइ गोल हानिदिए मैले गोल हाने नि यही किने यही सेम यही किने यही किन यही खा कहाँको यो हेर्छ नि चिजमा अहिले भर्खर लगेको किनेर ओसेको
डेट पनि त्यहाँ अब डेट बनाउने मान्छे छ अब कहिलेदेखि ओए त्यही लगाउँ न रे त्यो कहिलेकाहीँ त मिस्टेक त कम्पनीले गर्दा हामीले हेरेर राख्ने होइन त मिस्टेक तिमी अग्लो छैन भन्दा पनि अनि यो चाहिँ प्याकेट भन्दा बाहिर खोलेरै हालिदिएको थियो क्या यो सक्छ एउटा नाम एउटा तान्न त्यो भयो त्यही तान्छ एक्लै हस् त भाइ ओ झन्डै पल्टाइदियो मलाई म्यानुफ्याक्चर डेटै देखिनँ क्या मैले अनि यो अरू पहिले नै यस्तो छ जस्तो लाग्यो कटाङ कटाङ छ क्या छोडिदियो यसको साटो अरू चिपचिपा खा नै छ त चिपचिपा के खा अनि म भन्दिनँ म खा अघि टेस्ट गरेको त फ्यालिदिइहालेँ ए कुरुमुरे कति खानु हो ए लेस थोरै थियो ले धान्ने कम्पनीवालाले नै गाली गर्नुपर्ने कसले सप्लाई गर्छ कम्पनीवाला होइन स्पोन्सर हो त्यही एउटै हो होइन त्यो मैले अर्कै अर्कै भने हो रे फेरि नयाँ ग्याङ देख्छु त्यहाँ सी अन द टप देखाएको छ म्यानुफ्याक्चर डेटमा अनि उता हेर्दा सिधै पैसा मात्रै देखाएको छ स्टिक म्यानवाला फुटबल खेलेको सिएन साइड भनेको छ साइड भनेको यस्तोमा त्यहाँ अनि त्यहाँ चाहिँ फेरि पैसाको मात्रै देखाएको छ क्या फर्स्टमा लाइट भयो झसँग 60 ग्राम त्यो सब हेरेको मैले त हेर्दा पहिला डेट हेरेँ नि त अनि कहीँ भेटेन अनि त्यसरी हाल्यो भन्दिनँ अन्त बोल्न पाउँछ त ए भयो 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 ह्याप्पी कुकुर यार सागर होइन आज कुकुर दिएर नि थोरै खाना चाहिँ कति खान्छ भन्छु भने बेला त्यो त भन्दिनँ कहिले पनि अब भयो है राति कस्तो राम्रो भने क्या अस्ति स्कुलबाट आउँदाखेरि पनि त्यस्तै भएको थियो नि खोज्दैछ नुस गरिबलाई कति बाबु कति वर्ष बुझ्न आएको तर उता घर देखाइदिएको मन्दिर स्कुल मलाई मिल्दैन यो पाला भ्लग चाहिँ 20-21 मिनेटको हाले लङ भ्लग भोलि बिहान सबैजना बिहान उठेर यहाँ सफा गर्न आउने यहाँ 3टा छ त्यहाँ 2टा किन आउने न पहिला हिँडेको छ नपुस्ला एकछिन आफ्नो लुगा पुस्छु पहिला थ्याङ्क यू फर वाचिङ थ्याङ्क यू फर वाचिङ चटपटे खानु बाँकी छ गाइस थ्याङ्क यू फर वाचिङ चटपटे खानु बाँकी छ चटपटेको डाइरेक्टर ओ डाइरेक्टर डाइरेक्टरलाई देखा नि डाइरेक्टर एला भन स्पोन्सरलाई एकदिन नबोल भाइ सिरियस भइरहेको चाहिँ मजाक नआउनु सिरियस त हो नि आइमा नि चटपटे खाने क्या यहाँ मैले दिवार दादा बुझेको छुइनँ थ्याङ्क यू यति बुझ्दैछु यता मलाई थाहा भयो यिनी गर्छ क्या भयो अनि त्यसलाई थ्याङ्क यू फर वाचिङ भन अनि त्यसरी यिनी गर्न सारेको म एउटा कुरा बुझेको छु रिवाजसँग त त्यति भइँदैन यो मान्छे कस्तो भने एउटा बुढी पड्का योसँग पैसा भएको बेला जम्मा एउटा कुरा खर टार्ने मान्छे हो कि यो अनि हामीसँग चाहिँ थपे अझै थपाउँदैछ अब चाहिँ अझै खाम योसँग जति पैसा होस् मानौँ 1000 होस् एउटा कुरा खाइदिन्छ 2-3टा खान सकिन्छ धेरै खान सकिँदैन त्यसरी सिध्यो अहिले यो खातो साला सर तपाईँ बोल्नु सर यो मान्छेको हेर केटीहरू यो केटासँग चाहिँ कहिले नपट्टिनु नाम भन्न केटाको फेरि सेलिगर कोइराला तिमीलाई पट्याउने बित्तिकै एउटा स्टोरी हाल्ला यस्तो पोजको यस्तो यहाँ देखाउँदैछु म थ्याङ्क यू फर वाचिङ गाइज तपाईँले हेरिदिनु हामीलाई खायौँ तपाईँहरू यसमा खुसी रहनु होला
हामी अब आज लक्ष्मी पूजाको दिन चाहिँ राति राति भोग लगाएर खाना आएको थियौँ। थ्याङ्क यू फर वाचिङ। भोलि जग्गा देउसी लाइक के होला सेयर सब्सक्राइब गरिदिनु होला। भाइरल अब गरिदिनु होला। भोलि भेट्ने नयाँ ब्लगमा।